बालेन्द्र शाहसँग संवाद भएको छैन मान्नेज्यू? भएको छैन क्या, म गर्दिनँ संवाद कोहीसँग। ल त एउटा फोटो हाल्नु ल न ल छिटो गर्नु न यार, फोटो नखिचौँ न हो भोलि पर्सि खिचौँ। हुन्छ तपाईँ मात्र यस्तो हुनुपर्ने, अरू फेरि तपाईँको एउटा सिको नगर्ने, खुलेर हिँड्न नसक्ने कारण के होला फेरि? अनि यो त्यही तिमी जस्तो धेरै गाउँ गर्ने भएर हो। युवाहरूलाई अगाडि बढ्न दिनुपर्छ, अलि छिप्पिएको बुढाहरू चाहिँ पछाडि बस्नुपर्छ क्या। मेरो हजुर युवा हो कि छिप्पिएको हो? म त छिप्पिएको हो। यो पटक शपथ लिएर आउनुभयो, कस्तो महसुस भएको छ? केही महसुस भएन, किन भन्दाखेरि 5 मिनट पनि लागेन। मान्नु पर्दैछ मन्त्रीज्यू। ए मान्यज्यू, बधाई पनि चाहिन्न, शुभकामना पनि चाहिन्न। किन मान्यज्यू? चाहिन्न। स्वतन्त्र माननीय महावीर पुन कतै राष्ट्रपा स्वतन्त्र पार्टीमा जाने हो कि भन्ने चर्चा पनि छ कि हो? त्यो चर्चा जसले गरेको उसैलाई सोध्नु। तपाईँले चाहिँ यो आफ्नो किताब कति पटक पढ्नुभयो? पढेकै छैन। पढ्नु भएन? लेख्यो पढ्यो, अब के पढ्ने लेखेको छ। हकी धुनुभयो जस्तो छ कि माननीयज्यू आज हाई हके त हुन्न के तेरिका। अरू लेखकहरूको किताब चाहिँ कति पढ्ने गर्नुहुन्छ नि? कसैको किताब पढ्दैन। आफ्नो किताब त उहाँले पढ्नु भएको छ, लेख्नु भएको मात्रै छ होइन? आफ्नो किताब पढ्नु भएन माननीयज्यू? त्यो लेख्दाखेरि पढिहाल्यो नि। अर्को किताब चाहिँ कहिले निस्किन्छ तपाईँको नयाँ किताब? नयाँ किताब निस्किँदैन। फेरि भेटौँला लेख्नु भएको छ हजुरले? यसैमा थप्ने हो क्या अलिकति। अलिक मन्त्री हुँदाको अनुभव पनि अब हो त्यो थप। किताबमा हाल्छ थप्ने। फेरि पुराना पाठकहरूले त फेरि किन्नु पर्ने भयो नि त। किन्नु धन नाफा हुन्छ। त्यहाँ पत्रकारितामाथि कुटपिट गर्नु भएको छ, के छ यसमा? मलाई थाहा छैन भन्दैछु। मैले कुटपिट गरेको देखेकै छैन त। अब मैले म पत्र यो कुरा थाहा छैन कि म बिहान किताब बेच्न आएको मान्छेलाई। यो देशको सिमानाको विषयमा के छ अहिले, खास गरी लिपुलेखमा चाहिँ भारतले होइन नेपाललाई पत्तै दिएन त्यहाँ व्यापार सम्झौता गर्ने? त्यो सब राजनीतिक कुरा हो है। तपाईँ राजनीतिज्ञ हो त? राजनीतिज्ञ होइन।